स्वागत छ। आज हामीसँग एकजना विशेष अतिथि हुनुहुन्छ। उहाँ विगत 3 वर्षदेखि जापानमा कार्यरत हुनुहुन्छ। नमस्ते, यहाँ बोलाउनु भएकोमा धन्यवाद। आज हामी जापानको एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। विदेशी कामदार प्रणाली, त्यसमा पनि खास गरी तोकुतै गिनु, जसलाई स्पेसिफाइड स्किल्ड वर्कर वा एसएसडब्ल्यू भनिन्छ हैन? हो, एसएसडब्ल्यू भिसा। हामीसँग केही आधिकारिक जापानी सरकारी कागजातहरू पनि छन्। आज तिनैलाई आधार मानेर अलिक गहिरिएर कुरा गरौँ, खास गरी जापान जान चाहने वा त्यहाँको श्रम बजार बुझ्न खोज्ने नेपालीहरूका लागि यो कस्तो छ भनेर। साँच्चै यो एसएसडब्ल्यू बारे नेपालमा पनि धेरै चासो छ नि। त्यसो भए सुरु गरौँ है त। जापानमा विदेशीहरूको अवस्था कस्तो छ? मतलब कति छन्? यो कागजात हेर्दा त 2024 को आखिरतिर 37,68,000 भन्दा बढी विदेशी नागरिक। हो, त्यो भनेको जापानको कुल जनसङ्ख्याको लगभग 3% भन्दा अलि बढी हो, 3.04%। अनि ती मध्ये काम गर्ने विदेशीहरू नि? काम गर्नेको सङ्ख्या पनि ठूलै छ, 20,48,000 नागेको छ। यो त जापानको श्रम बजारको ठूलै हिस्सा भयो। एकदमै। अनि यो कागजातमा हेर्दा त नेपालबाट जानेहरूको संख्या पनि चीन, भियतनाम, कोरिया, फिलिपिन्सपछि नेपाल 5औं नम्बरमा रहेछ। हो, 2,33,000 भन्दा बढी नेपाली, 6.2% जति। लो, यो त साँच्चै ठूलो संख्या हो नि। हो त नि। र सायद यही बढ्दो संख्या अनि जापानका केही क्षेत्रमा कामदारको अभाव हो। त्यही अभावलाई सम्बोधन गर्न सन् 2019 अप्रिलमा यो तोकुतेई गिनु एसएसडब्ल्यू प्रणाली ल्याइएको हो। 2019 मा? यसमा स्रोतमा भनेअनुसार 16वटा तोकिएका औद्योगिक क्षेत्र छन्। 16वटा? जस्तै केयरगिभर, निर्माण, कृषि, होटल, रेस्टुरेन्ट, खाद्य उत्पादन, यस्तै। अनि यसमा पनि दुई किसिमको छ अरे है, एसएसडब्ल्यू1 र एसएसडब्ल्यू2 भन्ने। यो कागजले के भन्छ? हो, ठिक भन्नुभयो, दुई प्रकार छन्। एसएसडब्ल्यू1 चाहिँ निश्चित सिप चाहिने कामको लागि हो। यसमा बढीमा 5 वर्षसम्म बस्न पाइन्छ। 5 वर्ष मात्रै? अनि सामान्यतया परिवार मतलब श्रीमान श्रीमती छोराछोरी साथमा लान मिल्दैन। परिवार लान नपाइने एसएसडब्ल्यू1 मा? अनि यसको लागि जापानी भाषा परीक्षा प्राय N4 स्तरको। N4 अनि सम्बन्धित कामको सिप परीक्षा पनि पास गर्नुपर्छ। भाषा र सिप दुवै चाहियो। अनि त्यो 5 वर्षको सीमाले त दीर्घकालीन बस्न चाहनेलाई के त एसएसडब्ल्यू2 होला? हो, त्यसको लागि एसएसडब्ल्यू2 छ। यो चाहिँ अलि उच्च दक्षता चाहिने कामदारका लागि हो। यसको राम्रो कुरा के छ भने भिजा नवीकरणको सीमा छैन। जति पनि नवीकरण गर्न मिल्यो? हो, अनि योग्यता पुगेपछि परिवार पनि ल्याउन पाइन्छ। परिवार पनि, यो त राम्रो रहेछ। तर यो एसएसडब्ल्यू2 चाहिँ सबै 16वटै क्षेत्रमा छैन है? छैन। केही सीमित क्षेत्र जस्तै निर्माण, पानी जहाज बनाउने, यस्ता क्षेत्रमा मात्र एसएसडब्ल्यू1बाट एसएसडब्ल्यू2 मा जान मिल्छ। त्यसको लागि फेरि छुट्टै अलि गाह्रो खालको सिप परीक्षा पास गर्नुपर्छ। बुझ्यो। अब धेरै नेपाली त पहिलेदेखि नै अर्को एउटा भिजामा जान्थे नि, त्यो प्राविधिक प्रशिक्षार्थी के रे? गिनो जेस्यु वा टिआइटिपी, टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम। हो, टिआइटिपी। यो एसएसडब्ल्यू चाहिँ त्यो टिआइटिपी भन्दा कसरी फरक छ त? केही फरक छ कि उस्तै हो? फरक छ। खासमा यसको उद्देश्य र लचकतामा नै मुख्य फरक छ। टिआइटिपीको उद्देश्य त कागजमा सिप सिकाउने र हस्तान्तरण गर्ने भनिए पनि व्यवहारमा श्रम आपूर्तिको माध्यम बनेको भन्ने आलोचना थियो, होइन? तर एसएसडब्ल्यूको उद्देश्य चाहिँ प्रष्टै छ, तोकिएका क्षेत्रको कामदार अभाव पूर्ति गर्ने। उद्देश्य नै फरक। अनि अर्को महत्त्वपूर्ण फरक के छ भने एसएसडब्ल्यूमा कामदारले सामान्यतया एउटै क्षेत्रभित्र काम फेर्न पाउँछन्, रोजगारदाता परिवर्तन गर्न पाउँछन्। काम फेर्न पाइने? तर त्यही तोकिएको क्षेत्रभित्रै है। यो सुविधा टिआइटिपीमा एकदमै गाह्रो थियो, प्राय पाइँदैनथ्यो। यो त कामदारको लागि अलि सजिलो भयो नि त। तर अब नयाँ ठाउँमा जाँदा त कति झन्झट हुन्छ। यो एसएसडब्ल्यू प्रणालीमा जाने कामदारलाई सहयोग गर्ने केही व्यवस्था छ कि? यो कागजमा के लेख्या छ? राम्रो व्यवस्था छ। यो कागजात अनुसार कामदार लिने कम्पनी जसलाई एक्सेप्टिङ अर्गनाइजेसन भनिन्छ अथवा त्यो कम्पनीले तोकेको दर्ता भएको सहयोगी संस्था रजिस्टर्ड सपोर्ट अर्गनाइजेसनले चाहिँ
उनीहरूको कानुनी दायित्व नै हुन्छ कामदारलाई सहयोग गर्ने। हो र के सहयोग गर्छन् सूची नै त? छ, जस्तै जापान आउनु अघि जानकारी दिने, एयरपोर्टमा लिन आउने, फर्किँदा पुर्याइदिने, घर खोज्न मद्दत गर्ने, ब्याङ्क खाता खोल्ने, मोबाइल लिने जस्ता प्रशासनिक कुरामा सघाउने, अनि जीवनयापन सम्बन्धी जानकारी दिने, नियमित भेटेर सल्लाह दिने, अनि जापानी भाषा सिक्न अवसर मिलाइदिने। ओहो, यो त निकै धेरै कुरामा सहयोग गर्ने रहेछ। यो राम्रो हो। अनिवार्य नै छ उनीहरूको लागि। अनि नेपाल र जापान सरकारकै बीचमा नि तिर नेपाल यसबारे केही लगायत सम्झौता अरू भएको केही छ कि? देशसँग जापानले एउटा सम्झौता गरेको छ, मेमोरेन्डम अफ कोअपरेसन, एमओसी भन्छन्। उद्देश्य चाहिँ अवैध दलालहरूलाई रोक्ने, भर्ना प्रक्रियालाई पारदर्शी बनाउने MOC, अनि यसको उद्देश्य के कामदारको हो? अधिकार सुरक्षित गर्ने, यो प्रणालीलाई अझ व्यवस्थित गर्ने भन्ने हो। पक्कै पनि यो जापानको अहिलेको आर्थिक सामाजिक आवश्यकताले ल्याएको ल, प्रणाली आजको हो। यो यसका फाइदा कुराकानीबाट पनि छन्। जापानको SSW प्रणालीबारे धेरै कुराहरू थाहा भयो। यो नेपाली कामदारका लागि एउटा अवसर त हो, तर यसका आफ्नै प्रक्रिया, भाषाको आवश्यकता, सिपको आवश्यकता, यी सब पूरा गर्नुपर्ने रहेछ। अन्तमा जाँदा जाँदै एउटा प्रश्न सोचौँ न, यो SSW प्रणाली जसले यति धेरै सहयोग र संरचनाको कुरा गर्छ, के यसले साँच्चीकै विदेशी कामदारलाई जापानमा सजिलै घुलमिल हुन अनि लामो समयसम्म बस्न मद्दत गर्ला, कि यो केवल तत्कालको लागि कामदार अभाव टार्ने एउटा उपाय मात्रै हो? खै, यसको वास्तविक प्रभाव कस्तो हुन्छ त्यो त भविष्यले नै बताउला।